जय मसीहहरू सबैलाई प्रभुलाई महिमा भएको होस् र यो सुन्दर समयमा प्रभु चालिनु भएको होस् र यो समयको लागि म आदरणीय पास्टरज्यूलाई धेरै धन्यवाद दिन चाहन्छु। देखिन त दाइलाई थ्याङ्क यू भेरी मच दाजु। अनि उहाँले मलाई यो अवसर दिनुभयो अनि अलिकति के भन्छ पम्पिङ भइरहेछ अलिकति है, सर्कुलेसन अलिकति स्पिड भइरहेछ किनभने लामो समय भएछ वचन नमारेको। कति कुराहरू चाहिँ बानी बस्नु जरुरी रहेछ युज हुनको लागि र पनि प्रभुलाई महिमा भएको होस्। यो छोटो समयमा केही तयारी गरेर मैले ल्याउने मौका पाएँ। यहाँहरूलाई पनि धेरै धन्यवाद यसरी वचनको निम्ति स्वीकार्नु भएको लागि। हुन्छ 10 मिनट भन्नुभयो त्यो दाइले, पक्कै पनि अलिकति माथि जाला तर म अलि धेरै बोल्ने चाहिँ बानी पनि छ त यहाँहरूलाई थाहा छ, तर म एकदमै सठिक बोल्ने प्रयत्न गर्छु है त। र म ढिला नगरिकन वचनको खण्डमा अगाडि जान चाहन्छु र यहाँहरूलाई एउटा खण्डलाई पल्टाउनको निम्ति आग्रह गर्न चाहन्छु। भजन सङ्ग्रह 134 त्यसको 1 देखि 3 सम्म हामीले हेर्नेछौँ। मैले फेरि भन्न चाहेँ भजन सङ्ग्रह 134 सङ्ख्या नम्बर 134 त्यसको 1 देखि 3 मा यहाँ यसरी लेखिएको छ। म यहाँको बिचमा पाठ गर्न चाहन्छु। यसरी लेखिएको छ, परमप्रभुका सबै सेवकहरू परमप्रभुको प्रशंसा गर, तिमीहरू जो परमप्रभुको भवनमा राति उहाँको सेवा गर्दछौ। पवित्र स्थानमा आफ्ना हात उचाली परमप्रभुको प्रशंसा गर। स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परमप्रभुले तिमीलाई सियोनबाट आशीर्वाद दिउन्। अझै एकपटक पढ्छु है, म छोटो खण्ड छ भजन सङ्ग्रह 134 1 देखि 3। यहाँ यसरी लेखिएको छ, परमप्रभुका सबै सेवकहरू परमप्रभुको प्रशंसा गर, तिमीहरू जो परमप्रभुको भवनमा राति उहाँको सेवा गर्दछौ। पवित्र स्थानमा आफ्ना हात उचाली परमप्रभुको प्रशंसा गर। स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परमप्रभुले तिमीलाई सियोनबाट आशीर्वाद देउन्। आमेन। र यो वचन पढाइमा सुनाइमा प्रभुले हामीलाई धेरै नै आशिष दिनुभएको होस्। भजन सङ्ग्रह जब हामी विश्वासको पहिलो सुरुवाती क्षणमा हुन्छौँ, भजन सङ्ग्रह एउटा यस्तो प्रिय खण्डहरू हुन्छ त्यतिखेर जहाँ हामीलाई के लाग्छ भने हामीले वचन चाहिँ बुझ्यौँ है। अब अरू खण्डहरू छन् जहाँ चाहिँ साह्रो गाह्रो लाग्छ हामीलाई, कति सैद्धान्तिक कुरा हुन्छ त्यसलाई बुझ्नुपर्ने हुन्छ, तर भजन सङ्ग्रहलाई चाहिँ पढ्दै गर्दाखेरि एउटा प्रिय साथीको रूपमा यसले काम गर्छ अनि पढ्दै जाँदाखेरि बुझेको पनि आवाज हुन्छ। तर समयको अन्तरालमा यदि हामी बुझ्दै जाने हो भने ठुला विद्वानहरूले भजन सङ्ग्रहमा चाहिँ ठुलो यो पुस्तकमा यो खण्डहरूमा चाहिँ ठुलो समय बिताउँदा रहेछन् किनभने भजन सङ्ग्रहको खण्डहरूमा ठुला परमेश्वरका रहस्यहरू, ठुला परमेश्वरका अगमबाणीका कुराहरूलाई त्यहाँ समेटिएको हुन्छ। भजन सङ्ग्रहमा चाहिँ ठुला परमेश्वरका अगमबाणीहरूलाई पनि त्यहाँ समेटिएको हुन्छ। यो खण्डबाट मैले अगाडिबाटै तपाईँहरू पहिला पनि मैले यसको सन्दर्भहरू बाँडेको हुन सक्छु र यो बिचमा आजको यो साँझको समयमा यो खण्डलाई मैले तपाईँहरूको बिचमा ल्याएँ। प्रभुले हामी सबैलाई प्रेरणा दिनुभएको होस् र यो बुझ्दै गर्दाखेरि सानो एउटा कन्टेक्स्टलाई, यसको पृष्ठभूमिलाई हामी बुझौँ है। यसमा अलिकति भित्र छिर्नुभन्दा अगाडि म एकदम छोटकरीमा भन्ने कोसिस गर्छु। यो भजन सङ्ग्रह 134 चाहिँ 15वटा यात्राको पुस्तकहरूमध्ये यो अन्तिम पुस्तक हो है। भजन सङ्ग्रह 119 चाहिँ भजन सङ्ग्रहको सबैभन्दा ठुलो खण्डहरू हो भने 120 देखि चाहिँ एउटा चाहिँ प्रेयर अफ पिलग्रिम्स है, अनि द प्रेयर अफ एसेन्ट पनि भनिन्छ। यसलाई चाहिँ यात्राको गीत भनेर भनिन्छ है, यात्राको गीत भनेर भनिन्छ। अनि जब परमेश्वरले आफ्नो मानिसहरूलाई, इजरायलीहरूलाई आज्ञा दिनुहुन्छ प्रस्थान 23 को 17 मा यहाँ यसरी लेखिएको छ, परमेश्वरको आज्ञा, वर्षमा 3 पल्ट तिमीहरूका सबै पुरुषहरू परमप्रभुको सामु देखा परुन्
हेर्नुहोस् है, परमेश्वरले इजरायलीहरूलाई एउटा आज्ञा दिनुभएको रहेछ। प्रस्थान 23 मा उहाँले यसो भन्नुभयो, वर्षको 3 पल्ट चाहिँ तिमीहरू मैले इङ्गित गरेको, मैले केन्द्र बनाएको, मैले आदेश दिएको ठाउँमा गएर तिमीहरूले आराधना गर्नु। अर्को भाषामा चाहिँ वर्षको 3 पल्ट मैले दिएको चाडहरूलाई उत्सव बनाउनको निम्ति तिमीहरू चाहिँ उक्त स्थानमा गएर आराधना गर्नु। अनि हामीलाई थाहा छ बाइबलमा 7वटा एकदमै महत्त्वपूर्ण चाडहरू परमेश्वरले दिनुभएको, त्यो चाहिँ यहुदीहरूको चाड होइन। हामीले बुझ्नुपर्ने कुरा, जब पनि चाडको कुरा आउँछ परमेश्वरले यो मेरो चाड हो भन्नुहुन्छ। अनि त्यो चाडहरू चाहिँ साह्रै नै प्रोफेटिक छन्, अगमबाणी सूचक छन्। त्यो चाडले धेरैभन्दा धेरै ठुलो कुराको आह्वान गरिरहेकै हुन्छ। त्यसकारण चाहिँ हामीलाई 7वटा मध्ये 3वटा चाडहरू के रहेछ भनेर बुझ्दै गर्दाखेरि चाहिँ हिब्रूमा चाहिँ त्यसलाई पेसाख, साबोत अनि सुकोत पनि भनिन्छ, अथवा निस्तार चाडको समय है, अनि साताहरूको चाडको समय र छाप्रोबासको चाडको समयमा इजरायलीहरू परमेश्वरले आज्ञा गर्नुभएको ठाउँमा चाहिँ जानुपर्ने थियो। अनि त्यहाँ गएर तिनीहरूले चाहिँ परमेश्वरले निर्धारण गर्नुभएको तरिकाले परमेश्वरलाई सेवा गर्नुपर्ने हुन्छ है। अनि कति तपाईँले इन्टरनेटमा जिउस ट्रेडिसन भनेर पनि भनेको हुन्छ। हेर्नुहोस् है, यो चाहिँ जिउसको ट्रेडिसन होइन, यो परमेश्वरले दिनुभएको आज्ञा हो। हेर्नुहोस् है, जहिले पनि कमेन्ट्री र परमेश्वरको आज्ञालाई परमेश्वरका मानिसहरूले छुट्याउन सक्नुपर्ने हुन्छ है। त्यस कारण चाहिँ यो चाहिँ परमेश्वरको आज्ञा थियो कि यहुदीहरू है उक्त स्थानमा गएर अथवा हिब्रूहरू उक्त स्थानमा गएर परमेश्वरको आराधना गर्नुपर्ने थियो। अनि त्यस कारणले नै हेर्नुहोस् है, यिनीहरू यात्रामा छन्। जब यो कुराको पृष्ठभूमि बुझ्छौँ नि, पेन्टिकसको दिनलाई हामी बुझ्छौँ। किन बुझ्छौँ भन्नु त, त्यहाँ विभिन्न प्रान्तका मान्छेहरू भेला भएका थिए। किन भेला भएका थिए त भन्दाखेरि एउटा परिपाटी थियो, परमेश्वरले दिनुभएको आज्ञा थियो। त्यो आज्ञालाई पालन गर्ने क्रममा छरपष्ट भएका हिब्रूहरू, यहुदीहरू चाहिँ उक्त समयमा है, तोकिएको समयमा चाहिँ उनीहरू त्यहाँ आउनु पर्थ्यो। त्यो समयलाई मैले लास्ट टाइमको प्रचारमा के भनेको थिएँ, मोएड, परमेश्वरले निश्चित गर्नुभएको, परमेश्वरले निर्धारण गर्नुभएको समयमा उनीहरू त्यहाँ उपस्थित हुन पर्थ्यो। त्यसकारण हिब्रूहरूले परमेश्वरको आज्ञालाई पालन गर्ने क्रममा उक्त स्थानमा यात्रा गर्नुपर्ने थियो। अनि त्यो यात्रा गर्ने क्रममा यो भजन यो लेखक चाहिँ वास्तवमा उसले चाहिँ केही कुरा भनेका छन् जसलाई हामीले अघिबाट पढ्यौँ है, भजन सङ्ग्रह 134 मा त्यसलाई हामीले पढ्यौँ। अनि जब पनि उनीहरू यात्रामा हुने गर्थे अनि यो भजन सङ्ग्रह 120 देखि 134 सम्म उनीहरूले पाठ गर्ने गर्थे। उनीहरू ग्रुपमा जाँदै गर्दाखेरि उनीहरूले त्यो भजनलाई गाउने गर्थे। तर भर्खरै पढेको 134 चाहिँ वास्तवमा जब उनीहरू यात्रामा, उनीहरूको यात्रा टुङ्गिन्थ्यो अथवा मन्दिरको सङ्घारमा अथवा ढोकामा उनीहरू टक्क पुग्थे अनि उनीहरूले चाहिँ हात उठाएर कसरी प्रार्थना गर्दा रहेछन् भन्दाखेरि चाहिँ, हे परमप्रभुका सबै सेवकहरू परमप्रभुको प्रशंसा गर भनिकन उनीहरूले यो वचनलाई चाहिँ उनीहरूले घोषणा गर्थे। अब हेर्नुहोस्, इजरायल केन्द्रमा छ भने छलप्रष्ट भएका हिब्रूहरू चाहिँ उक्त स्थानमा आउँदै गर्दाखेरि ठुलो ठुलो चुनौतीहरू पनि थियो। कति उजाड स्थानहरू भएर जानु पर्थ्यो, कति चाहिँ मरुभूमिद्वारा भएर जानु पर्थ्यो। अनि हामीलाई थाहा छ उजाड स्थान र मरुभूमि साह्रै डरलाग्दो स्थान हो, जहाँ कुनै जीवहरू त्यहाँ लाइफ धेरै नै कम्ती हुन्छ। अनि त्यहाँ सर्प, विषालु सर्प अनि विषालु बिच्छीहरू अनि विभिन्न चिसोमा साह्रो चिसो हुन्छ मरुभूमि, अनि गर्मीमा साह्रो गर्मी हुन्छ। अनि त्यस्तो अवस्थामा चाहिँ परमेश्वरको यो भजनलाई गाउँदै चाहिँ इजरायलीहरू आफ्नो यात्रालाई तय गर्थे। त्यो कष्टमा उनीहरूले परमेश्वरको भजनलाई गाउँदै गाउँदै उनीहरू यो यात्रालाई उनीहरूले तय गर्थे। अब हेर्नुहोस् है, अर्को रमाइलो कुरा चाहिँ के छ भन्दाखेरि नि, परमेश्वरले बलिदानको सन्दर्भमा विभिन्न विधि विधानहरू इजरायलीहरूलाई दिनुभएको थियो। अनि त्यस अनुरूप परमेश्वरको विधानको त्यो सन्दर्भलाई, त्यो एसेन्सलाई नबुझेको कारणले गर्दाखेरि एउटा परिपाटीको त्यतिखेर विकास भएको मानिन्छ। विभिन्न बाइबलविदहरूले भन्छन्, तर बाइबलमा कति कुराहरू खुलेको त छैन। तर त्यसमा गहन एक्सिजेसिस गर्ने व्यक्तिहरूले, उत्खनन गरेर बाइबललाई पढ्ने व्यक्तिहरूले चाहिँ धेरै कुराको त्यतिखेरको कल्चरलाई, त्यतिखेरको अभ्यासलाई उनीहरूले अध्ययन गरेर धेरै कुराहरू निकालेर
ल्याएका रहेछन्। अनि इजरायलीहरूले के गर्दा रहेछन् भन्दाखेरि परमेश्वरले दिनुभएको आज्ञालाई पालन गर्दै गर्दाखेरि बलिदानको सम्बन्धमा जो असत्य थियो, पैसामा उनीहरू गरिब थिए, उनीहरूले बलिदानको क्रममा जसरी सक्थे जे सक्थे त्यही नै परमेश्वरको अगाडि ल्याउने रहेछन् है। सक्नेले ढुकुर परेवा होइन, अलि सक्नेले चाहिँ के भन्छ थुमा, अनि बाख्रा के हुन्छ होइन, अनि अझै बढी चाहिँ अरू के हुन्छ नि के भन्छ त्यसलाई गोरु, धन्यवाद, गोरु ल्याएर चाहिँ त्यसको आराधना गर्ने रहेछन्। तर यो बिचमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि सानो चिज लिएर जानेहरूले चाहिँ सानो पाप गर्ने है, अनि ठुलो पाप गर्नेहरूले चाहिँ ठुलो साँडे लतारेर यरुसलेमसम्म जाने रहेछन्। हेर्नु चाहिँ यस्तो खालको परिपाटीले गर्दाखेरि रात्रिको यात्रा चाहिँ साह्रो रस आवर हुने रहेछ। किन भन्नुहोस् त, एउटाले गोरु लतार्दै गयो भने के सोध्छ छेउको मान्छेले देख्दै गर्दाखेरि यो चाहिँ महापापी रहेछ भन्ने बुझ्यो नि त है। अनि अरूले चाहिँ ढुकुर परेवा त आनन्द लिएर जान पायो। तर रात्रिको समयमा माथि हेर्ने हो भने भजनका यो लेखकले उत्साह दिइरहेछन् के भन्दाखेरि परमप्रभुको प्रशंसा गर तिमीहरू जो परमप्रभुको भवनमा कुन समयमा राति उहाँको सेवा गर्दछौ। भजनको लेखकले के उत्साह दिइरहेछन् भन्दाखेरि रात्रिको समयमा जसले नाइट सिफ्ट गरेको छ उत्साह दिइरहेका छन्, किनभने टफ छ, एकदमै टफ छ नाइट ड्युटी गर्नु है। यी दिनहरू मैले नाइट ड्युटी गरेको छु, मेरो नाइटमेरै दिइरहेको छु। यो विक त झन् दाइले वचन दिनुको जिम्मा दिनुभएपछि त झन् सुताइ उठाइ के हो बिजोकै भएको छ। प्रभुलाई महिमा भएको होस्। नाइट सिफ्ट चाहिँ धेरै पटक सबैको जागिरमा त्यस्तो नहोला, तर यहाँ चाहिँ के छ भन्दाखेरि अब ढुकुर काटेर अथवा बलिदान दिएर त्यसलाई बलिदान चढाउँदा त्यति मेस हुँदैन नि त, हुन्छ त। तर गोरु काट्यो भने चाहिँ आन्द्रा, बुढी, बोसे, भाग, मासु, लेबीहरूलाई छुट्याउँदा रगतै रगत। अनि राति लुकेर आउने चाहिँ के हुन्छ, त्यसको मात्रा चाहिँ त्यसको क्वान्टिटी चाहिँ धेरै हुने रहेछ। त्यसकारण चाहिँ राति चाहिँ इजरायलीहरूले ठुला ठुला बलिदानका कुराहरू चाहिँ लिएर आउने रहेछन् है। ठुला ठुला बलिदानका कुराहरू लिएर आउने रहेछन्। परमेश्वरले मेरो कुरा त जान्नुहुन्छ, तर मानिसहरूबाट लुक्नको निम्ति चाहिँ उनीहरूले रात्रिको यात्रालाई चाहिँ उनीहरूले तय गर्दा रहेछन्। यो भएको कारणले गर्दाखेरि के हुने रहेछ भन्दाखेरि नाइट सिफ्ट चाहिँ साह्रो रस हुने रहेछ है। परमेश्वरलाई लुकाउन सक्दिन, तर मानिसहरूसँग चाहिँ लुकाउने कोसिस है। रोमी 3 त्यसले त्यही भन्छ, सबै व्यक्तिले पाप गरेको छ, परमेश्वरको महिमाबाट चुक्नबाट उनीहरू वञ्चित भएका छन्, पुग्नबाट उनीहरू वञ्चित भएका छन्। द्याट मिन्स म धर्मी छु भन्ने परिपाटीको अथवा मानसिकताको व्यक्तित्वभन्दा एउटा वास्तविकता के हो भन्दाखेरि एउटा व्यक्तिले म पापी छु भन्ने धारणा भएका व्यक्तित्वहरू आज पनि हामी देख्छौँ। यद्यपि परमेश्वरको रगतले छुटकारामा एउटा व्यक्ति हिँडिसकेपछि पनि चुनौतीहरू त संसारमा हुँदा छँदैछन्, र पनि कतिपटक हामी छुटकारा पाएका व्यक्तिहरूमा पनि यो चुनौती चाहिँ आइरहेको हुन्छ कि म अझै जानुपर्छ कि गहिराइमा है। परमेश्वरले उद्धारको गर्नुभएको कामलाई पनि कतिपटक हामी शङ्का गर्छौँ, किनभने हामीमा फ्लजहरू छ, हामीमा दुर्बलताहरू छ। तर हामी चाहिँ मान्छे हौँ भनेर त्यो दुर्बलतालाई चाहिँ हामीले कन्टिन्युटी दिनु हुँदैन, तर परमेश्वरले त्यसमा हामीलाई अनुग्रह गर्नुभएको होस् भने हामीले प्रार्थना गर्नु जरुरी हुन्छ है त। त्यसकारण चाहिँ एउटा याकुब 5:16 मैले यहाँ लेखेको रहेछु, यसकारण तिमीहरू एकले अर्कासँग आफ्ना पाप स्वीकार गर, तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। मैले यसको अरू मैले उसलाई पनि ट्रान्सलेसनलाई पनि हेरेको थिएँ, तिमीहरू एक अर्कासँग आफ्नो गल्तीलाई स्वीकार गर। पाप चाहिँ अलिकति एक्सट्रिम भयो होइन, किनभने गुप्तमा हुनुभएको परमेश्वरसँग चुक्को लाएर मानिसले चाहिँ आफ्नो कुरा चाहिँ जाहेर गर्न सक्छ, तर एउटा व्यक्तिलाई उसले विश्वास नकमाएसम्म उसले कुनै पनि कुरा सेयर गर्दैन। द्याट मिन्स हामीले यो खण्डलाई लिँदै गर्दाखेरि चाहिँ मैले पाप गरेँ भने कन्टेक्स्ट चाहिँ के हुन जान्छ भन्दाखेरि मैले पाप गरेँ भने जसको विरुद्धमा मैले गरेको एटलिस्ट त्यसका हात त मैले गएर गर्न त सक्छु नि त। त्यस कारण अर्को ट्रान्सलेसनमा के रहेछ भन्दा तिमीहरूको गल्तीहरू चाहिँ स्वीकार गर भनेको रहेछ। यद्यपि त्यो कुरा पाप पनि हुनसक्छ एउटा व्यक्तिले जब रियलाइज गर्छ। त्यस कारण चाहिँ के रहेछ भन्दाखेरि परमेश्वरसँग पनि मिलापमा हुनु जरुरी छ है।
तर एट द सेम टाइम आफूले बिराएको व्यक्तिसँग पनि उसको कुराहरू चाहिँ छिनोफानो हुनु जरुरी छ। आमेन। त्यसकारण चाहिँ अब कसरी रिलेट गर्ने त यी कुराहरूलाई? हालेलुया। यस्तो हो नि त, यो कुराहरूलाई अब हामीले कसरी रिलेट गर्ने त भन्ने कुरा पनि एउटा इम्पोर्टेन्ट कुरा हो। र नाइट सिफ्टको बारेमा भर्खरै हामीले कुरा गऱ्यौँ। मैले अलिकति अध्ययन गर्दै थिएँ। येशू ख्रीष्टले त्यो नाइट सिफ्टलाई चाहिँ ओपनिङ गरिदिनु भयो है। एउटा इम्पोर्टेन्ट टाइममा 7 बजेको प्रार्थनाभन्दा अगाडि 3 बजेको प्रार्थनामा येशू ख्रीष्टले आफ्नो देहलाई पूर्ण रूपमा के गर्नुभयो? मानव कल्याणको निम्ति र उद्धारको निम्ति चाहिँ परमेश्वरले के गर्नुभयो? आफूलाई अर्पण गर्नुभयो। फलस्वरूप उहाँ चाहिँ को हुनुहुन्छ भन्दाखेरि यदि हिब्रूको पुस्तकमा हामीले हेऱ्यौँ भने येशू चाहिँ हाम्रा महान प्रधान पुजारी एकजना प्रधान पुजारी 2 र 10 मा चाहिँ उहाँ चाहिँ महान पुजारी हुनुहुन्छ भनेर 3 पटक यसलाई सम्बोधन गरेको मैले पाएँ। येशू ख्रीष्ट चाहिँ हाम्रो महान पुजारी हुनुहुन्छ। र एट द सेम टाइम बाइबलले पनि हामीलाई राजकीय पुजारीगिरीको रूपमा एउटा उपमा एउटा टाइटल एउटा जिम्मेवारीलाई पहिलो पत्रुस 2:9 मा दिएको रहेछ। त्यसकारण चाहिँ हाम्रो विश्वास चाहिँ के हो भन्दाखेरि हामी पनि ख्रीष्ट विश्वासमा आइसकेपछि त्यो पुजारीको एउटा त्यो बोझलाई लिएर हिँडेको व्यक्तित्वहरू हौँ। र नाइट सिफ्ट हाम्रो जीवनमा भन्न सक्नुहुन्छ होला, भन्न सक्छौँ हामीले रात्रिको ड्युटी नै गरेको छैन, तर यो नाइट सिफ्टलाई चाहिँ कसरी लिन सकिन्छ भन्दाखेरि यो संसारको गन्जागोलमा हामीले परमेश्वरप्रति आफूलाई कुन तौर तरिकाले परमेश्वरको वचनको मूल्य र मान्यताको अनुरूप हामीले कुन तरिकाले जीवन जिएका छौँ। आफैमा उज्यालो भए पनि यो संसार चाहिँ अन्धकारै छ, छैन त? किनभने यहाँ भएको क्रियाकलापलाई हेऱ्यौँ भने त्यो परावर्तन भएको मात्र हो है। अन्धकारमा जे कुरा हुन्थ्यो अब त्यो दिउँसोको उज्यालोमा भइरहेको छ। सो हामीले देखेको यो लाइट र अन्धकार वास्तवमा त्यो लाइट र त्यो अन्धकार होइन। तर के छ भन्दाखेरि कसरी हामी यसलाई बुझ्न सक्छौँ भन्दाखेरि यो संसारको उत्पीडनमा पवित्र जीवन जिउनको निम्ति जुन एक किसिमको सङ्घर्ष छ हामीमा, त्यसलाई पनि एउटा नाइट सिफ्टको रूपमा हामीले त्यसलाई लिन सक्छौँ। त्यसकारण आज हामीले यो रात्रिको समयमा एउटा पर्फेक्ट टाइममा 6 बजे कसले निर्धारण गर्नुभएको, यो चाहिँ एक्ज्याक्टली एउटा प्रफिट टाइम पनि हो भन्छ। सबैलाई लागु नहोला, तर एउटा प्रभुको दासले भन्नुहुन्थ्यो 3 बजे 12 बजे 6 बजे अनि 9 बजे र 3 बजे एक्ज्याक्टली क्रस हुन्छ अरे उसको प्रेरणा है। अनि जब पनि उसले चाहिँ प्रार्थना गर्थ्यो त्यो टाइममा स्पिरिचुअल पोर्टलहरू खोलेको उसले आभास गर्थ्यो। हामी सबैलाई त्यो नहुन सक्छ, हामीले त्यो समयमा प्रार्थना गर्न सक्छौँ। एनी टाइम वी क्यान प्रे, हामी प्रार्थना गर्न सक्छौँ। तर कतिलाई त्यो कन्भिन्स भयो भने ती समयहरूमा पनि प्रार्थना गर्न सक्छौँ। तर त्यो प्रभुको दासलाई चाहिँ विशेष गरी ती समयमा चाहिँ प्रभु बोल्नु भएको प्रेरणालाई चाहिँ उसले के गर्न सक्थ्यो भन्दाखेरि महसुस गर्न सक्थ्यो। र आज हामीले पनि यो रात्रिको समयमा यो वर्सिपलाई हामीले एउटा तय गरेका छौँ। यद्यपि वर्सिप भनेको यो हो र त्यो हो भन्नेहरू हामीहरू नै हौँ। तर कतिपटक चाहिँ मैले चाहिँ बाइबलमा हेर्छु के मैले बाइबलमा वर्सिपको त्यो डेफिनेसनलाई पाउँछु। त्यो एउटा प्रश्न पनि हो। कतिपटक चाहिँ हाम्रो बुझाइ वर्सिप हुन सक्दैन, तर परमेश्वरको वचनले आराधनाको सम्बन्धमा के भन्छ भनेर हामी हेऱ्यौँ भने इन द नेम अफ त्यो टाइटलको नाउँमा चाहिँ हामीले वर्सिप भनेर हामीले बिरलै पाउँछौँ अथवा पाउँदैनौँ है। सुव्यवस्थित आराधनामा भनेर लेखिएको छ नयाँ करारको पुस्तकमा, तर आराधना भनेको चाहिँ यो हो भनेर चाहिँ हामीले खासै पाउँदैनौँ। के वर्सिप साह्रै नै इम्पोर्टेन्ट छ त है? एउटा प्रश्न उत्तर दिन परेन, तर एउटा प्रश्न चाहिँ के कतिको इम्पोर्टेन्ट छ त है? धेरै विद्वानहरूले धेरै शब्दमा टाइटलमा विधावारी दिने गरेका छन्। धेरै बुकहरू हामी अनुग्रहको नाउँमा बुकहरूलाई पाउँछौँ, आराधनाको, छुटकाराको, स्वर्ग नर्गको नाउँमा हामी धेरै पुस्तकहरू पनि पाउँछौँ, विच इज बेस्ड परमेश्वरको वचनको बेसमा मानिसको अजम्सन र परमेश्वरको आत्माको प्रेरणा मिक्स भएर ती बुकहरू बन्छ। तर वास्तवमा वर्सिपको सम्बन्धमा हामीले त्यस्तो खालको डेफिनेसन बाइबलमा हामीले पाइँदैनौँ। तर मैले यो पढ्दै गर्दा यो कुरालाई मैले रियलाइज गर्दै गर्दाखेरि चाहिँ मैले चाहिँ के चाहिँ थाहा गरेँ भन्दाखेरि हामीले आराधनै भनेर ठ्याक्कै हामीले यो हो भन्न चाहिँ गाह्रो छ है। योना हामीले 4 अध्यायमा हेऱ्यौँ भने आत्मा अनि सत्यतामा हुन्छ, त्यही एउटा कन्फ्युजन आइहाल्छ।
के हो त्यो आत्मा अनि सत्यता है? यो आत्मा भनेको यो हो, फेरि यो सत्यता भनेको चाहिँ यो हो भन्ने पनि फेरि छैन। येशू ख्रीष्टले त म आफै ट्रुथ हो भन्नुभयो, सत्यता भन्नुभयो भन्नुभयो होइन। त्यही कारण यस्तो खालको थ्योरीहरूलाई पाउँदैनौँ। तर कुनै पनि कुरा जब हामीले बुझ्दैनौँ, हामीले चाहिँ के हेर्न जरुरी छ भन्दाखेरि येशू ख्रीष्टले त्यसमा लेक्चर दिनु भएन, तर चाहिँ येशू ख्रीष्टले चाहिँ जीवन जिउनु भयो। आमेन। जो पनि व्यक्तिले येशू ख्रीष्टको जीवनलाई पछ्याउँछ, उहाँको फुटप्रिन्टलाई, उहाँको पाइलाहरूलाई पछ्याउँछ नि, उसले अल्टिमेटली उच्च स्तरको आराधना उसले गरेको हुन्छ। आमेन। किनभने जब येशू ख्रीष्टले मध्याह्नको समयमा आफूलाई अर्पण गर्नुभयो, उहाँ आफूलाई बलिदानको निम्ति उहाँले आफूलाई अर्पण गर्नुभयो, आफूले आफ्नो जीवनलाई उहाँले त्याग्नुभयो। यदि हामीले त्यो पिक्चरलाई हेऱ्यौँ भने नि चेलाहरूले पनि आराधना भनेको यो भनेनन्। तर के भयो भन्दाखेरि येशू ख्रीष्टको फुटप्रिन्टलाई हेर्दै गर्दाखेरि, जसरी येशू ख्रीष्ट मर्नुभयो नि, त्यो पाइलामा हिँड्दै गर्दाखेरि उनीहरूले पनि त्यही कुरालाई पछ्याउँदै गर्दाखेरि त्यही नतिजालाई पाए। येशू ख्रीष्टले मानव कल्याणको निम्ति, पाप मोचन अनि मोक्षको निम्ति चाहिँ आफूलाई अर्पण गर्नुभयो। चेलाहरू पनि अल्टिमेटली हामीले जानेको 12 चेलाहरूको मृत्यु पनि वास्तवमा त्यसरी भयो। परमेश्वरलाई प्रेम गरे, येशू ख्रीष्टको फुटप्रिन्टलाई उनीहरूले पाइला चाले अनि उनीहरू पनि क्रुसिफाइड भए, उनीहरू जलाइए, उनीहरूलाई बिचबाट काटियो, उनीहरूलाई स्ट्याब गरियो, उनीहरूलाई बिहेरिट गरियो, उनीहरूलाई काटियो। हेर्नुहोस् है, त्यसकारण चाहिँ आराधना चाहिँ येशू ख्रीष्टको पाइलालाई पछ्याउनु। एउटा व्यक्तिले जब येशू ख्रीष्टलाई पछ्याउँछ, उहाँको फुटप्रिन्टलाई, उहाँको आज्ञालाई मान्छ, उसले चाहिँ आराधना वास्तवमा गरेको हुन्छ। हो, हामी गीत गाउँछौँ, नाच्छौँ होइन, उफ्रन्छौँ, प्रभुलाई महिमा गर्छौँ, प्रभुको उपस्थितिमा हामी खुसी हुन्छौँ, त्यो आराधनाको एउटा भाग हो। तर अल्टिमेट चाहिँ प्रभुले गर्नुभएको र चेलाहरूले गरेको सन्दर्भलाई जब हामी हेर्छौँ, उनीहरूले येशू ख्रीष्टले जस्तै नतिजालाई उनीहरूले भोगे। हाम्रो बाइबलीय विचारको, बाइबलीय कुराहरूको, बाइबलीय एउटा सन्दर्भको वचनको आधारमा हाम्रो विचार फरक हुनसक्छ। हेर्नुहोस् है, फरक हुनसक्छ, हाम्रो एजम्सन फरक हुनसक्छ कुनै पनि कुरालाई लिएर। तर एउटा भर्खर मैले येशू ख्रीष्टको फुटप्रिन्टलाई पछ्याउने कुरा गरेँ। कहाँनिर मान्छे चुक्छ अथवा त्यो प्याटर्न चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो बुझाइ र हाम्रो बोलाइ र येशू ख्रीष्टको बुझाइ र उहाँको बोलाइलाई जब हामी हेर्छौँ, हाम्रो वचनहरू साह्रो सठिक हुन्छन्, राम्रो, पब्लिकली सबै कुरा ठिक हुन्छ। तर हृदय चाहिँ परमेश्वरले जाँच्नुहुन्छ यद्यपि, तर मानिसको हृदय चाहिँ छली हुन्छ। अनि यो सम्बन्धमा मैले मेडिटेट गरिरहेको थिएँ। अनि मैले मत्ती 26 अध्याय अनि त्यसको 39 पदलाई हेरिरहेको थिएँ। उहाँले यो स्टेटमेन्टमा मेरो आँखा गयो, यो वचनमा मेरो आँखा गयो। अनि उहाँले यसरी भन्नुभएको छ, अनि उहाँले अलि अगाडि गएर लम्पसार परि प्रार्थना गर्नुभयो, हे मेरा पिता, हुनसक्छ भने यो कचौरा मबाट हटोस्। अलिकति फिका खालको है। अस्ति मम्मी अनि नम्रसँग बसेर कुरा गरेको थियौँ। के विषय भन्दाखेरि परमेश्वरको वचन चाहिँ रहस्यमय छ है। न त यो लेखेको रहस्यको आधारमा कन्टेक्स्टलाइज गरेर किताबहरू लेखिएका छन्, तर वास्तवमा परमेश्वरको वचन चाहिँ रहस्य छ। येशू ख्रीष्टले भन्नुभयो, इलोई इलोई लामा सबक्थनी, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ? होइन, यही हो है, करेक्ट मी इफ आम रङ। किन मलाई त्याग्नु भएको छ? अनि हाम्रो कुरा भएको त हेर्नुहोस्, यस्तो कुरा गर्नु जरुरी छ कि येशू ख्रीष्ट चाहिँ वास्तवमै उहाँलाई त्यो एउटा आर्ग्युमेन्ट थियो परमेश्वरतर्फ, मलाई किन त्याग्नु भयो भन्ने खालको एउटा हुन्छ नि त, मान्छेको बुझाइ हुन्छ नि त। अनि यद्यपि येशू ख्रीष्ट चाहिँ संसारको उत्पत्ति हुनुभन्दा पनि उहाँको उपस्थिति त अघिबाटै थियो। उहाँ कुन उद्देश्यले यस पृथ्वीमा आउनु भएको उहाँलाई थाहा छ। अनि त्यसको बावजुद पनि अनि उहाँले परमेश्वरतर्फ गनगन गरिदिनु भएको जस्तो देखियो नि त। त्यो कुरा भइरहेको थियो। यसमा अलिकति हामीले डिस्कस गऱ्यौँ। अनि लास्टमा चाहिँ हामी भजन 22 गयौँ क्या।
वास्तवमा येशू ख्रीष्टले हे मेरा पिता किन मलाई त्याग्नु भएको छ भन्दै गर्दाखेरि उहाँले भजन सङ्ग्रह 22 कोट गर्नुहुन्थ्यो। एक्ज्याक्टली भजन सङ्ग्रह 22 को 1 मा चाहिँ त्यही कुरा लेखिएको छ, हे मेरा पिता तपाईँले मलाई किन त्याग्नु भएको। द्याट मिन्स त्यो प्रोफेटिक भजन सङ्ग्रहको त्यो एउटा पदलाई उहाँले कोट गर्दै गर्दाखेरि उहाँले के कुरा बताउँदै हुनुहुन्थ्यो है। पुस्तकमा लेखिएको मेरो बारेमा लेखिएको वचन चाहिँ येशू ख्रीष्टमा पुरा हुनु जरुरी थियो नि त, ताकि चेलाबाट हेर्दै गर्दाखेरि पूर्ण आशा चाहिँ येशू ख्रीष्टमा थियो नि त है। उहाँ राजा हुनुहुन्छ, हामी उहाँका प्रजा। अघि हामी त्यसरी गायौँ नि त, भनेपछि दाहिने देब्रे त कोही बस्नु पर्यो मन्त्री भएर। तर पनि येशू ख्रीष्टले के सिकाउँदै हुनुहुन्थ्यो भन्दाखेरि उहाँले चाहिँ के सिकाउँदै हुनुहुन्थ्यो भन्दाखेरि मेरो बारेमा लेखिएको सम्पूर्ण मसिहा आए चाहिँ राजा गर्नलाई होइन, सुरुको फेजमा राज गर्नलाई होइन, तर उहाँले मानव कल्याणको निम्ति पाप मोचनको निम्ति आफूलाई अर्पण गर्नुहुन्छ पहिले, अनि दोस्रोमा बल्ल उहाँ राजाको रूपमा आउनुहुन्छ। हामी त्यस कारण चाहिँ उहाँले त्यो कुरा सिकाउँदै हुनुहुन्छ। त्यस कारण यो पढेर बुझेर यो कुराहरू भन्नुहुन्छ, त्यसमा कति रहस्य बाइबलमा लुकेको छ जसलाई हामीले पढ्ने बित्तिकै बुझेको जस्तो लाग्छ, तर हामीले वास्तवमा बुझेको हुँदैन। त्यस कारण चाहिँ मैले आराधनाको सम्बन्धमा यो भनेको कि येशू ख्रीष्टले त्यो महाप्रधान पुजारीको हैसियतमा उहाँले आफ्नो पुजारीपनको काम गरेर जानुभयो, अनि त्यो ढोका हाम्रो लागि पनि खुला छ। त्यो मूल्यलाई चुकाउनको निम्ति त्यो जिम्मेवारी, त्यो बोझ उठाउने व्यक्ति हामीहरू पनि हो। कसैले त्यो बोझलाई लिन चाहँदैन भने होइन। जस्तै मैले भन्न खोजेको, म लास्ट टाइम पनि भनेको थिएँ, हामी परमेश्वरका सन्तानहरू हौँ, त्यसमा कुनै शङ्कै छैन। तर सन्तान पनि दुई प्रकारका रहेछन् है। मलाई भर्खर टेक्नो अनि होयस भनेर भन्थे, हुर्किएको छोरा हुने कि मात्र छोरा हुने है। हुर्किएको छोराले चाहिँ के गर्छ, कार्यभार सम्हाल्न थालिहाल्छ होइन। ऊ चाहिँ ओहदामा पनि के हुन्छ, उच्च स्तरीय हुन्छ है। उसले म त्यो पदलाई लिन्न भने ऊ एजिटिज बस्न पनि सक्छ, तर त्यसमा इनामको कुराहरू हुन्छ। त्यसकारण चाहिँ के भन्दैछु भन्दाखेरि हामी पनि सङ्घर्षसहित यस पृथ्वीमा बाँचिरहेका छौँ। हामी पनि आराधकहरू हौँ। जसरी हाम्रो अगाडिको अग्रदूतले बाटोलाई होइन त्यो जिम्मेवारीलाई पुरा गरेर जानुभयो, हाम्रो जिम्मेवारी पनि अब आइरहेको छ। त्यसकारण चाहिँ कन्क्लुड गर्दै गर्दाखेरि चाहिँ आजको हामी आराधनामा छौँ। म उत्साह दिन चाहन्छु, परमेश्वरले महान काम गर्नुभएको होस्, आमेन। किनभने हामी आशासहित लिएर आउनुपर्छ। कसैले भन्थ्यो सानो कटोरा लिएर आयो भने त्यति लिएर जाने हो है, ठुलो भाँडो लिएर आयो भने के थाहा परमेश्वरले त्यो भरेर जाँदै गर्दाखेरि ठुलो अनुभूति लिएर परमेश्वरले हामीलाई पठाउनुहुन्छ। हामी हामी कुण्ठित भएर, अघि हामी सानो राम्रो सल्लाह पनि गर्दैथ्यौँ, कुण्ठित भएर बस्नु जरुरी पनि छैन, उताउलो भएर बस्नु जरुरी पनि छैन। सो हामी चाहिँ त्यो आशासहित परमेश्वरसँग आउँ है। हामीलाई कतिलाई लाग्छ ठुलो प्रार्थना गरेर परमेश्वरले सुन्नुहुन्छ, चिच्चाएर कराएर भन्ने लाग्छ भने त्यो गलत हो। बाइबलमा के भनिएको छ भने उहाँ चाहिँ मन्द आवाजमा बोल्नुभयो है। अब तपाईँलाई लाग्छ उहाँ मन्द आवाजमा मात्र बोल्नुहुन्छ भने उहाँ माइटी रोर गर्ने गजनी उहाँ सिंह पनि हुन्छ। द्याट मिन्स यो दुईटै डाइमेन्सनलाई हामीले ब्यालेन्स गरेर आशावादी भएर हामी बस्नुपर्ने हुन्छ। उहाँको मुखको श्वासले सारा ब्रह्माण्डलाई जलाउन सक्नुहुन्छ। त्यस्तो महान परमेश्वरलाई हामीले आराधना गर्दैछौँ। एट द सेम टाइम परमेश्वरको अगमवक्ताले परमेश्वर गर्जेर बोल्नुहुन्छ भन्दै गर्दाखेरि मन्द आवाजमा परमेश्वर बोल्नुभएको छ। हामी परमेश्वरलाई बक्समा राख्न सक्दैनौँ। हामी बिचारा परमेश्वरको अगाडि बिचारा मानिसहरू घाँस चाहिँ ओइलाइ जाने। सो हामीले परमेश्वर यो हुनुहुन्छ र त्यो हुनुहुन्छ भनेर डिफाइन गर्न सक्दैनौँ। उहाँले हाम्रो बिचमा महान काम गर्न सक्नुहुन्छ। हिँड्दै गर्दाखेरि मोसाले पोथकालाई देख्छ भन्ने कहिले आश गरेको थिएन होला है। हामी पनि केही पनि नजानिकन यस ठाउँमा आज खडा भएर बसेका छौँ होला। हु नोज, परमेश्वर पोथकाद्वारा बोल्न सक्नुहुन्छ। मसँग बोल्नु भएन तपाईँसँग बोल्न सक्नुहुन्छ, तपाईँसँग बोल्नु भएन मसँग बोल्न सक्नुहुन्छ, मसँग बोल्नु भएन तपाईँसँग बोल्न सक्नुहुन्छ। ठुलो आशालाई लिएर हामी आजको वर्शिपलाई सुरु गर्नु जरुरी छ। आराधना अघिदेखि हामीले हेरौँ, आराधनाले चाहिँ केही कुरा जल्नुपर्छ। त्यो वेदीमा यीशु ख्रीष्टको शरीर जलेको थियो है, जलेको थियो नि त।
अनि जहिले पनि हामी प्रभुको उपस्थितिमा आराधना भन्दै आउँदै गर्दाखेरि केही न कुरा मर्नै पर्छ यदि सुगन्ध माथि जाने भने। आमेन आमेन। कि म ठिक छु 100% भनेर आउनु सक्नु पर्यो कि चाहिँ मबाट त्यो कुरा जन्नुपर्छ भनिकन आउनु सक्यो। हु नोज परमेश्वरले शाबास भन्नुहुन्छ आजको वर्शिपमा। हु नोज परमेश्वरले भन्न सक्नुहुन्छ कतिपल्ट ढिडी पराउँछस् मेरो अगाडि। हाउ मेनी टाइम डु आई ह्याभ टु सेटल। कतिपल्ट आज धेरैजनाले त्यो कुरालाई पनि निर्देशित गर्न सक्नुहुन्छ। लोर्ड आज अन्तिम म भन्न सक्छु प्रभु आज म आराधना गर्दै गर्दाखेरि म आज यहाँबाट चाहिँ यो कुरा चाहिँ मर्छ अनि म चाहिँ यहाँबाट चाहिँ एउटा कुरालाई चाहिँ सुरुवात गर्छु। एटलिस्ट मैले भन्न सक्छु, म तपाईँहरूलाई भन्न सक्दिनँ यु आर ग्रेट राइचियस पिपल अफ गड, तर मैले गर्न सक्छु। तपाईँहरूले लाग्यो भने गर्नु सक्नुहुन्छ। फिल फ्री भन्छ नि यिनीहरूले है, फिल फ्री भन्छ नि। सो आज परमेश्वरको उपस्थितिमा आराधना गर्दै जाँदै गर्दाखेरि कुण्ठित नहुनुहोस्। हामी लाउड हुनु पनि पर्दैन है, अनि हामी बाँधिएर बस्नु पनि जरुरी छैन। यहाँ भजन र कोरस साह्रो दुःख गरेर फास्टिङ र प्रेयरसहित ल्याइएको छ। एभ्री भजन कोरसहरूलाई मेडिटेट गर्नुहोस्। आउँदैन भन्ने पनि त्यो हाम्रो आमा चाहिँ साह्रो बाटे हुनुहुन्छ। केही गीत आउँदैन तर मुख ल्याप चलाउनुहुन्छ, साह्रो बाटे हुन्छ। अनि आउँछ गीत भन्दाखेरि त्यस्तै हो। कति गीत चाहिँ आउँछ भने तर नआएको गीतलाई पनि ओठ पुरै गरिराख्नुहुन्छ। हेर्नु न, फेथ हेर्नु न, केही थाहा छैन तर केही त गर्नु सक्नुहुँदो रहेछ नि त है। सो हामी सबै आशावादी भएर हामी यस ठाउँमा खडा हुन्छौँ। हामी यद्यपि हामी यो ठाउँमा छौँ अनि तपाईँहरूभन्दा हामी केही पनि होइनौँ र हामी सबै चाहिँ एउटै हो मैले भन्न खोजेको छ है। अनि हामी सबै मिलेर एकतामा, मैले अघि भजनसँग कति पढेँ 134 होइन त, 133 हेर्नु त, त्यहाँ चाहिँ एकताको अभिषेकको बारेमा कुरा गरेको छ। त्यो तेल चाहिँ चुह्न पर्छ, टाउकोबाट हारुनको दारीसम्म भिज्न पर्छ। आमेन। अनि आज त्यो काम हुन सकोस् येशू ख्रीष्टको नाममा। आमेन। धन्यवाद यहाँलाई, प्रभुले आशिष दिनुभएको होस्। र यो समय म फेरि हाम्रो दाइलाई सञ्चालकजीलाई दिन चाहन्छु, समय दिनुभएको।